सो अब हामीले यसो घुम्न हेऱ्यो होइन गाबो पारी जाउँ कि हाम्रो यहाँ मिस हुनुहुन्छ स्कुटी चलाउँछ के कसो हुन्छ हेर्दै जानुहोस् है अब लाखो त्यो आमामा के कसो हुन्छ हेर्दै जान्छ यो सिधा देख्दैन रहेछ घाममा हो अब चाहिँ हामी हिँड्न लाग्यो होइन बाटो चाहिँ यस्तै छन् यो नेपाल त्यो बाराकोटे हुँदो रहेछ हो यस्तै छ बाटोहरू हो हस्पिटल उताको हो घाम चाहिँ हेभी लागिरहेको छ हो हामी यस्तै 11 बजीतिर हेऱ्यो होइन केटीको पछि चाहिँ चढिरहेको छ अब कति केटीको पछि चाहिँ चढ्दैन थियो हो यहाँदेखि चाहिँ एकदमै प्लेन रोड छ मजाको होइन यसको उयो उखुको जुस खाँदैछ होइन यस्तो गर्मी छ हो उता फर्केर हेर यता हो क्यामेरामा हेरेर कति धेरै लजाउँछन् भने कि मजा आयो लाग्यो भने चाहिँ नि कोही बिल्डिङमा चाहिँ एउटा पनि दुलो छैन माथि माथि छ हो कोही बिल्डिङमा चाहिँ पुरा छेरे छ के भन्नुहुन्छ साथीहरू कमेन्ट गर्नु यो चाहिँ होइन बाहिरको यस्तो रहेछ पार्किङ गर्ने मजाको ठाउँ सबै चिजहरू मिलेको क्या यहाँ सबै एकदमै मिलेको हावा चाहिँ दामी चल्यो है तर मिलेको यहाँ पर्मिसन लिनु पर्दैन है पाउँदैन पर्मिसन नै लिनुपर्छ यहाँको महल चाहिँ यस्तो रहेछ के कसो हुन्छ हेर्नु साह्रो हालिदिन्छ यहाँ यो त यसो पानी गयो छैन आइसक्रिम पानी खप्छ
त गरम भन्दा अब एकदम ठन्डै हुनुपर्ने होइन साथीहरू यो चाहिँ हाम्रो दमकको बजार यो ब्रिज यस्तो हुन्छ यहाँ दमकमा चाहिँ नेपालमा चाहिँ यतिको चाहिँ हुन्छ है बाटो यतिको बिस्तारो यतिको शान्ति मौसम चाहिँ यतिको हुन्छ है इन्डियाको भन्दा धेरै राम्रो थियो यहाँ दमकमा यहाँको चाहिँ यति धेरै दामी क्या हरेक चिज क्या दामी बाटोहरू यो शान्ति बिस्तारो छ यतिको चाहिँ छ यतिको छ धेरै दामी